Hi everyone, welcome back to my YouTube channel. So आजको भिडियोमा चाहिँ हामी सिस्टर ब्लाइन्डफोल्ड मेकअप च्यालेन्ज गर्न गइरहेको छौं र आजको मेरो गेस्ट हुनुहुन्छ मिस अस्मिता कोइराला. हेलो गाइस नमस्ते उहाँ चाहिँ मेरो बहिनी हुनुहुन्छ. कस्तो लागिरहेको छ मेरो भिडियोमा आउँदाखेरि? न्यू फर मी रमाइलो लागिरहेको छ. ओके, आजको च्यालेन्जमा चाहिँ हामी ब्लाइन्डफोल्ड मेकअप च्यालेन्ज गर्छौं र मेरो बहिनीलाई चाहिँ मैले यो स्कार्फले आँखा बन्द गरिदिन्छु र उनले चाहिँ मेरो फेसमा चाहिँ मेकअप गर्नुपर्छ है. सो लास्टमा चाहिँ रिजल्ट कस्तो आउँछ लास्टमा हेर्छौं है. सो मेरो एक्टिभ चाहिँ लगाम है. ल अब चाहिँ स्टार्ट गर्ने. ल ल रेडी हुनुस्. नदेखिन भएन है. देखेको छ? ल ठिक छ नि. त लुज भयो अलि पछाडि लुज भयो. फुस्किनेले के गर्दा गर्दा हैन फुस्किनु है. अझ यस्तो गरिदिन्छु फेरि गरिदिन्छु. यता फर्किनु. यो लामै गरिदिन्छु बरु हैन. ल अब चाहिँ उसलाई मैले यहाँ स्कार्फले आँखा ढाकिदिँदैछु. ल देखिन भएन है फेरि. तलबाट हेर्नु भएन. ल कसैको छ? ल देखेको छैन नि. ल उसले चाहिँ केही देखेको छैन है. अब उसलाई चाहिँ म मेकअप प्रोडक्टहरू चाहिँ दिन पर्छ. अब थाहा हुँदैन नि त. सो मेकअप प्रोडक्टहरू चाहिँ उसलाई मैले दिन्छु र उसले चाहिँ राम्रोसँग स्किन केयरदेखि मेकअपसम्म राम्रोसँग लगाइदिने ट्राई गर्नुपर्छ. ओके, लेट्स स्टार्ट द च्यालेन्ज. सो सुरुमा हाम्रो के हुन्छ? टोनर. टोनर. ओके, ल लिनुहोस् त टोनर. लास्टमा हेर्नु है कस्तो हुन्छ. टर्न आउट. त्यसरी खराउने हो र? खराउने नै हो कि टोनर हातमा लिएर पाउनु हुन्न तर. तल तल चाहिँ नछु है. यो गाला हैन. मेरो फेस चाहिँ अलि ठुलो छ गाइस. टोनर भ्याइन सक्छ. झरे हो. झरे हो. भयो भयो भयो. भगवान लगाइदो है. मजा आइरहेको हो. यसो गर्नुपर्छ. सिरम. अब सिरम है. सिरम हाम्रो सिरम कुन हो सिरम? यता हो यता. ए अन्त ढाकेको रहेछ. ल कुन हो यो सिरम चाहिँ हाम्रो? सेन्टेला. सेन्टेलाको है गाइस. एकदम महँगो महँगो प्रोडक्टहरू युज गर्नुहुन्छ मेरो बहिनीले. तिमीले ऐना हेर्न मिल्दैन हैन? ए ऐना हेर्न मिल्दैन है. हामीले लास्टमा हेर्ने एकैचोटि. ल अब अर्को सनस्क्रिन. सनस्क्रिन हैन मोइस्चराइजर. ओके मोइस्चराइजर सक्छ. मोइस्चराइजर ए डट एन्ड के को हो? सरी यो फेस वास रहेछ. यता यो के बायोडर्मा. ओके, सो यो हाम्रो चाहिँ बायोडर्माको है मोइस्चराइजर चाहिँ. थोरै आएछ लास्टै. मेरो फेस फेरि ठुलो छ गाइजहरू. अलि धेरै जान्छ. कस्तो स्किन टाइपको लाग्यो यो? नर्मल त्यो ड्राई. दुखाइ पनि पर्दैन त्यो रेन्जमा. मेरो स्किन टाइपको लागि चाहिँ होइन छ है. आजको लागि चाहिँ मैले सबै उसको स्किन केयर प्रोडक्ट र मेकअप प्रोडक्ट युज गरिरहेको छु. जस्ट फर फन है. कुनै प्रोफेसनल मेकअप चाहिँ गरेको होइन है हामीले. ल अब त्यस पछाडि सनस्क्रिन.
हाम्रो सनस्क्रिन पनि डट एन्ड की को छ है ओके ल यो तैँले उसले गर्न नै खोल्न पर्यो नि ए त म अब सबै आफै गर्ने म त केही गर्दिनँ है सनस्क्रिन धेरै लाउनु परेन अब रात भइसक्यो हाम्रो यो च्यालेन्ज चाहिँ फेरि राति गर्दैछौँ अब मुख धोएर सुत्नुपर्छ फेरि नेक्स्ट स्टेप भनेको सनस्क्रिन भयो तर मलाई कस्तो उसकै चिला जस्तो भएको नि सुट गरेन जस्तो छ मलाई ओइ ओइ आँखामा नगरे ल मेरो त आँखै धोयो लास्टै एकदमै कस्तो तर भयो। पऱ्यो नि त्यस्तो कहाँ सजिलो बहिनी दुवा त गर्नै पर्यो होइन सजिलो सुती सुती भन्दैन ल ल अब अर्को नेक्स्ट स्टेप रहेको छ प्राइमर प्राइमर चाहिँ हामीसँग मेबिलिन न्युयोर्क मास्टर प्राइम बाई फेस स्टुडियो रहेको छ यो चाहिँ एकदम राम्रो प्राइमर छ लाउनुहोस् ओके प्राइमर चाहिँ भ्याएर लगाएको रहेछ सो आज चाहिँ एडजस्ट गर्नु पर्यो ल टाइम राख्नुपर्छ भयो अब फाउन्डेसन फाउन्डेसन ओके नेक्स्ट स्टेप इज फाउन्डेसन ल यो फाउन्डेसन हाम्रो यो चाहिँ हाम्रो ब्लेन्डर झऱ्यो फाउन्डेसन झरेको छ भयो भयो फाउन्डेसन चाहिँ धेरै हुन भएन है फेरि सेतै तारक मेहताको के अरे त्यो त्यो के अरे त्यो एउटा भूतवाला छ नि एपिसोड के अरे भूतनीवाला हुन भएन है फेरि यो हामी च्यालेन्ज चाहिँ अहिले यहाँ सादा सादा गर्दैछौँ अब यो च्यालेन्ज गरिसकेपछि फेरि मुख धोएर बस्नुपर्छ यस पातलो थियो अहिले मुटाएर आयो क्या आँखा चाहिँ अन्साउनु पर्यो अनि मलाई आँखा खोलेको छु जस्तो आँखामा लाग्यो गाइज राति सुत्दा राम्रै भएर सुत्नुपर्छ इन्डियन सिरियल एक्ट्रेसहरू जस्तै ल भयो ल कन्सिलर है ओके हाम्रो कन्सिलर कता छ यो मेबिलिनवाला हो होइन सी ग्ल्याम त्यो वाइट अब मेरो के भएछ मेरो कन्सिलरै देख्छुँ हो ए वाइट ल यो चाहिँ हाम्रो कन्सिलर छ कुनको हो यो सी ग्ल्याम ओके सी ग्ल्यामको चाहिँ कन्सिलर है नेक्स्ट स्टेप के गर्छ कन्सिलरले भनिदिनु त अडियन्सलाई कन्सिलरले चाहिँ हाम्रो यदि कुनै एरिया चाहिँ एकदम अनइभन छ लाइक डार्क सर्कल्स अनि यस्तो हाइपर पिगमेन्टेसनहरू केही छ भने चाहिँ इभन आउट गरिदिन्छ अनि फाउन्डेसनसँग चाहिँ म्याच गराइदिन्छ Sorry. God bless you. Sorry.
नि धाउँछु क्या म त सबभन्दा डिफिकल्ट पार्ट कुन होला अब अहिले गाजरहरू काजल त पक्कै फन्नी हुन्छ एकदमै ल अब चाहिँ नेक्स्ट स्टेप आइलाइनर ओके यो पार्टमा चाहिँ मलाई एकदम डर लागेको छ म चुडेल जस्तो देखेन नि गाइस यो लगाएर बाहिर जाने हो ल यो त पक्का मेस्टअप नै हो मलाई थाहा छ 100%। ल अब चाहिँ हामी आइलाइनर लगाउन गइरहेको छौँ मेरो बहिनीले पनि कस्तो लगाइदिन्छ ल है हात हात आँखा ओ मलाई किन एकदम आँखाको भित्र जान्छ अनि मैले बन्द गर्छु आँखा त छाम्नु पर्यो नि यो होइन ल पहिले यताबाट राइटबाट लागेकै होइन मेरो हातमा लाग्यो जस्तो है नि थियो लागेकै होइन र यो सुकेको हो र होइन सुके होइन ठिक छ फिल गर्न त्यो उसहरू आइडिनहरू लाग्यो फिलै भयो होइन चिसो चिसो भयो होइन टच भएन जस्तो लाग्यो है ल ठिक छ भयो 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 यता यता भएन चिसो भयो तर कता लाग्यो मेस्टअप भयो आई नो अझै भयो भयो के ल म कति भयो भन्नु है अर्को नेक्स्ट स्टेप मस्कारा त लगाउने हो र लगाउने हो आँखामा घोप्छ जस्तो होइन लाग्यो केही हुँदैन उस गर्ने हो नि त लगाउने हो क्या सबैले ल नेक्स्ट स्टेप इज मस्कारा है मस्कारा पनि मेबेलिनको है मेबेलिन फ्यान आँखामा नलागोस् है प्लिज आँखा बन्द गर्ने के खोल्ने हाफ ओपन टच भयो जस्तो लागिरहेको ल्यासेसमा स्किन टच भयो नलगाऊँ यो पार्ट त लाउने त्यस्तो होइन कि तँलाई सजिलो सजिलो गरेर होइन कि यो त अलिक पुरै के रिउ नै गरिदिन्छ क्या सबै लाग्यो लाग्यो त लाग्यो कहाँ लाग्यो होइन मलाई किन हो त मेरो भित्र गएर उसले सेट लाइन गयो सो गाइस बिचमा चाहिँ हाम्रो लाइन गएको थियो सो एकछिन चाहिँ केही इन्टरप्सन भयो है ल फेरि कुनमा यो साइडमा थियौँ है यसै गर्नु मेरो भित्र नजाओस् है आई फिल लाइक कता नाकतिर लगाइरह ब्लस ब्लस है नेक्स्ट पार्ट इज ब्लस ब्लस कुन वाला हो त्यो पिङ्क वाला होइन होइन त्यो तिनटा सेड भएको तिनटा सेड ओ ल बडी दिस वान इज द ब्लस पार्ट ब्लसले चाहिँ बल्ल मेकअप गराएको जस्तो देखाउँछ कि अहिलेसम्म के भएको छ मैले पनि ऐना हेरेको छैन है गाइस यो चाहिँ एकदमै अथेन्टिक पाउडरले सेट गर्नुपर्ने पाउडर ठिक छ यसले गर्दा नि अब युज हुँदैन नि त यो हातले लगाउनु भयो ब्रस छ नि त हामीसँग अहिले यति लगाउँछ अनि ब्रस युज गर्छु क्या हो चाहिँ म गुलाबी गुलाबी हुन्छु ब्रस सो भनेपछि मैले बिहामा चाहिँ मेकअप आर्टिस्ट बोलाउनु परेन है यो मेकअपले बिहामा नि चल्छ ल अब नेक्स्ट पार्ट हल्का आई स्याडो लगाउने हो आँखामा आई स्याडो लगाउँ न त ओके नेक्स्ट पार्ट इज द आई स्याडो
यसको सेड पार्ट चाहिँ रुक्नु है लाइट सेड है रुख है ल लाइट सेड भन्दा पनि त अब तँलाई जुन उस हुन्छ ल छाम्दै आफै गर्ने या छ यो ब्रस हामीसँग यो छ यो गर्न होइन हातले त्योबाट सजिलो गर्ने हुन्छ। भयो है सो अब चाहिँ आई स्याडो है कुन फरक फरक लाग्ने एउटा ग्रीन एउटा पिङ्क डिफ्रेन्ट डिफ्रेन्ट होला जस्तो छ हो निकालेर नजाम है ल नेक्स्ट पार्ट लिप लिप ग्लस लिप ग्लस ओके लिपस्टिक कि हाम्रो यो के छ यो लिप टिन्ट कुन वाला गर्ने यो दुईटा वाला छ यो वाला र यो यो म एकछिन पानी खान्छु है थकै लाग्यो लिप लाइनर थियो तर तर पर्दैन आउट यो मेरो ओठै गाइज आजबाटै खाइदिएर मैले चिनमा ओइ लाइनर पनि मलाई त्यस्तै भइरहेको जस्तो लागिरहेको कहाँ ओठ यहाँ रहेछ यो माथि दाँत लगायो है दाँतमा ओठ बन्द गर न नेक्स्ट पार्ट इज लिपस्टिक लिपस्टिक दाँतमा लाइन फोल्ड पनि पर्फेक्ट पनि चाहियो अरे तर अब चाहिँ टिन्ट नेक्स्ट पार्ट इज आवर टिन्ट टिन्ट वान ओ माय गॉड धेरै गाइस नि आयो धेरै नि आयो यति छ लिप टिन्ट ला त कहाँ जान्छ भित्र जाँदैन यसलाई त लिक्विड ब्लस गरेर पनि हुन्छ कहाँ गयो तल पनि यहाँ गम्मै के लाग्यो जस्तो लाग्यो यार उयो तल के हो यस्तो चिनमा त झिउला जस्तो हो त भयो है भयो त होला मैले पनि होइन हेरेको छैन ऊ पनि आँखा केही बन्द बुझ्ने कुरा छैन ल गाइस हाम्रो मेकअप चाहिँ भएको छ होइन मैले पनि हेरेको छैन कस्तो टर्न आउट भएको छ भनेर अब उसलाई पनि थाहा छैन सो ल आँखा खोल त कस्तो भयो ल I'm not ready. Oh my god, गाजल यहाँ छ आई स्याडो यता ब्लू यता यता पिङ्क लिप्स्टिक लिप्स चाहिँ कस्तो राम्रो देखेको है लिप्स कस्तो राम्रो देखेको है न गाजल यता आई स्याडो यता ब्लू यता पिङ्क लिप्स्टिक के चक्लेट हाँस्छु एरिया तिमी गाडी दिएको त चक्लेट हाँस्छु भ्याट त निस्केछ कि गर्मी मलाई लागिरहेको थियो कि लाइनर सही ठाउँमा लागेको छैन भनेर मस्करा चाहिँ यताउति भएको रहेन होइन यहाँ त कस्तो राम्रो देखेको यो केटा ल है ओ माई गड गाइज यो ब्लेन्ड पनि भएको रहेछ तर यो जस्तै ब्लस चाहिँ त हामी त स्कुलमा डान्स गर्दा त धप्प धप्प लगायो त्यस्तो यहाँको कन्सिलर ब्लेन्ड गर्ने खै त आइलाइनर त छैन यहाँ ब्लू यता उस रहेछ ठिक छ
कस्तो क्युट चाहिँ देखियो ब्लसले कि बिचमा सो आजको च्यालेन्ज चाहिँ हाम्रो यही नै थियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला र यदि यो भिडियो मन पराउनु भयो भने चाहिँ हामी अर्को नेक्स्ट च्यालेन्ज पनि लिएर आउनेछौँ सो टिल देन थ्याङ्क यू फर वाचिङ बाई